त्यो बुढोलाई अगाडि यसमा बस्न चाहियो त्यसले जहाँ झारेपछि त्यहीँ झार्थ्यो 4 जना त्यहाँ थिएछ हामी 6 जना छौँ फेरि लाग्छ स्पिड हो यार ल केटा अब भिडियो हुँदैछ ल तिमी र म जामाया काहीँ टाढा बोल बसम पिरैमा शरीर अलिक कस्तो हुँदैछ है डराएर राखेछ होइन त्यसरी अनि ती बन्जी हान्न सक्छौ त बन्जी जाउँ बन्जी त कहाँ राखेछ बन्जी जाउँ त माथि लग्यो यार अहिले त आमा टुप्पामै लग्यो हैट उता परीक्षा है त्यसमा परीक्षा त्यहाँ त रोकिए केबल गर्न यो नयाँ केबल गरौँ त त्यो आइरह नै उ त बुढो बुढो त्यहाँ आएछ विकेता त अलिक पछाडि आएछ यो त बुढोको एउटामै होला हाम्रो भाषाहरू चाहिँ लास्टै होला है लास्टै होला कि तल कुएछ हेर्ने नि कस्तो फर्स्टचोटि चढ्यो त्यो बुढा तब किराया थियो मनोकामना त लाग्यो नि मनोकामना लागिरहेछ दाइले भन्दै 750 केजी हो मैले त बुझायो न 750 केजी हो 750 केजी एउटामा 750 केजी यो कति अग्लो बना है माइला अघि त भुइँ भुइँमा थियो अहिले त टुप्पा पानी हेर त त्यहाँ गर्दैछ पानी हेर त्यो हो त रात रात के थियो कहाँ रोटै नु त त्यो हो पार्क बनाएर बनाएछ बनाउनलाई हेर्नेवाला खतरा छ हेर्नु त पेन्टिङ चाहिँ भयो सबै त्यो भएर त गेन्टिङ हाइलाइट भने है कस्ता कस्ता ठाउँमा आयो कति मान्छे आउँछ यो धेरै धेरै होला नै हिउँ भित्र खेल्ने ठाउँ छ हिउँ भित्र केबुल कारमा सरार त्यसैमा झर्ने है यहाँ झर्ने हाँसो पुगेर पनि केबुल कार चढेर पनि अब झर्न लाग्यो